चलचित्रको स्टोरी सिम्पल छ। यस चलचित्रको स्टोरीलाई हर कोही दर्शकहरूले बुझ्न सक्छन्। जुन अहिले नेपाली दर्शकहरूले रुचाइरहेको चलचित्रहरू छ, चलचित्रको कथा त्यस्तै किसिमको छ। चलचित्रको कथा भनेको आमा र छोरा बीचको संघर्षको कथा हो। यसभित्र हामीले लभ स्टोरी, रोमान्स, कमेडी र इमोसनल सिनहरू भरपूर देख्न पाउँछौं। मलाई यो मुभी हेर्न जाँदै गर्दाखेरि कता कता यस्तो पनि लागिरहेको थियो, कतै बल्छी ध्रुवेले बनाएको पहिलो चलचित्र, कतै हल्का रमाइलो र जुठै सिरियल जस्तो त छैन। कता कता मेरो मनमा यस्तै कुराहरू पनि खेलिरहेको थियो। तर मुभी हेर्दै जाँदाखेरि के कुरा थाहा भयो भने बल्छी ध्रुवे यानि कि मरिचमान श्रेष्ठ, जसले जुठे र हल्का रमाइलो जस्तो टेली सिरियलहरू निर्माण गर्ने क्रममा धेरै राम्रो अनुभवहरू बटुलिसकेका रहेछन् र उनले यस चलचित्रलाई चलचित्र जस्तै सोचेर लेखेका छन् अनि बनाएका पनि छन्। पहिलो चलचित्रमा नै यस्तो राम्रो प्रयास गरेको देखिन्छ। आफ्नो फेसलाई मिल्दो जुल्दो र सुहाउँदो क्यारेक्टर पनि बनाएका छन्। उता कतिपय दर्शकहरूको मनमा त पोस्टर हेरेर यस्तो पनि लागिरहेको हुन सक्छ, हिरोइन चाहिँ वर्षा शिवाकोटी अनि हिरो चाहिँ यस्तो। त्यो कुरा पनि कथासँग एकदमै मिल्दो जुल्दो छ, जुन चलचित्र हेर्दै गर्दाखेरि कथाले प्रश्न पारिदिन्छ। चलचित्रमा लेखिएका डायलगहरू एकदमै उत्कृष्ट छन्, जुन डायलगले दर्शकहरूलाई हँसाउन कहीँ पनि बाँकी राख्दैन। जस्तोसुकै हाँस्दिन भन्ने दर्शकहरूलाई पनि यस चलचित्रको डायलग र देखाएको दृश्यले हँसाएरै छाड्छ। मुभीमा कमेडी मात्र होइन, इमोसनल सिनहरू पनि भरपूर देख्न सकिन्छ। तर इमोसनल सिनहरूले भने खासै दर्शकहरूलाई रुवाउन सक्दैन। मुभीको फर्स्ट हाफमा भरपूर कमेडी देख्न सकिन्छ, साथै केही ठाउँहरूमा इमोसनल सिनहरू पनि छन्। तर मुभीको सेकेन्ड हाफ भने टोटली इमोसनल बनेर जान्छ, जसले दर्शकहरूलाई एकदमै भावुक बनाउँछ। त्यो दृश्य देखिरहँदा कतिपय दर्शकहरू रुन पनि सक्छन्।